प्यारे बच्चों, जो कुछ करना था कर लो, अब्बू आ रहे हैं। हेलो एभ्रिवान, नमस्कार। गाडी नआएर बिजोक हुन्छ हैन सर? एकदम तेरी यस्तो हुन्छ? भएन नि है यो त बिल्कुल भएन नि। नाचगान पनि खोइ नाच्दैन तपाईँ नाच्नु भएन नाच्दैन नि मलाई थाहा छ। ओ भान्जी तिमी त म भन्दा काली रहेछु ल। म त गोरै छु हैन। तिम्रो म के हाल्छ? अलिकति म बरु गोरो हुन बेसी। ए क्यामेराले गर्दा अलिक कालो देखियो नि त। म त खासै देख्दिन त। जन्ती हैन यहाँ नाचगान भए चाहिँ अलिकति रमाइलो हुन्छ। 150 भन्दा बेसी पुगिसके। नाच्नु भएन हो। नाच्नु न तपाईहरु। कोही DJ नै छैन त अनि बाजामा नाच्ने हो। बाजामा कसले नाच्छ बजाउनु भएको छैन। पे 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 गरेको बज्न आउँदैन। हामी पहिलेको बुढा जस्तो होइन। पञ्चेमा छ कस्तो अनि एउटा मात्र यो बटन ल्याउनु भएको? एउटा मात्र मलाई के थाहा त्यो अब सनाई तनाई सबै ल्याउनु अनि त रमाइलो हुन्छ। नाच्दै गइन्छ कि अनि वहाँ पुग्दा पनि नाच्दै नाच्दै गयो होइन त? ओ केटा हो मेरो भन्छ एकचोटि हाँस्देऊ त। दाँत हेर त नाच्नै पाएको यार भन्ने आयो त। दाँत ब्रस लिनु बिर्सेछु मैले। वहाँदेखि नै म त लिएर आएको। अनि यहाँ किन्नु भएन? किनौँला भन्छु बिर्सिहाल्छु, किनौँला भन्छु के बिर्सिहाल्छु। गर्नु? अनि दाटो सबै छ त? मेरो भोला खाए पो कालो हुन्छ। होइन कालो तपाईँ पानीले गर्दा हो। हाम्रोमा कलको पानी खाइ हुँदैन नि त फेरि। यहाँ थाहा छ धाराको। अब घर आयो भने चाहिँ लालबजार चाहिँ कलकै पानी हो। त्यो धेरै पनि बस्थ्यो नि त कालबजार चाहिँ। कहाँनिर? लालबजार कहाँबाट? लालबजार र रामपुर। उहाँ बस्नुहुन्छ अहिले? हामी यहाँ बस्छ साँच्ची? साँच्ची त नि। ए बल्दै आए झुमा झुम्का वाली हेर हेर चढ्न थाली हेर हेर चढ्न झुमा झुम्का वाली एकदम त क्यामेरा लिएर नि कति कालो देखाएको मेरो मोबाइल यस्तो हो कि। नाच्दिउँ नाच्दिउँ बेना छमछमी नाचिदिउँ बारुली कमर भाँचिदिउँ। टिकटक हो नि ब्लग हो युट्युबमा हाल्नु। हजुर जनता जानुपर्छ। जान्थे नि फाइनली हिरो हुने क्या हो। नमस्कार टिकटक होइन ब्लग। राम्रो हुनुहुन्छ अलिअलि कालो कालो होला नि होइन। अर्की कान्छी बरी मुङसिरमा मेरो पनि हिँड्नुपर्छ आधी घन्टा। मुङसिरमै त ठुला हुँदैन। मुनु तिमी नजाने जान्थे किन हो यति साह्रो हेट तेरी हेर त हाम्रो बहिनी हाँस्यो कि कति मजाले हाँस्यो। स्माइल प्लिज माई सिस्टर। हेरो हाम्रो यो चाहिँ क्यामेरा नदेखिने बहिनी फेरि हेर है हाम्रो मान्छे त क्यामेरामा चाहिँ उज्यालो छ भने
कति राम्रो छिन् हेर त हाम्रो चाहिँ मान्छे त बन्नु कति गरी छिन् हेर त म मात्र कालो जानु गएको चाहिँ बनाइदिनु पछाडि खै जानु गएको त जानु गएले त उज्यालो पार्ने नि हो क्यामेरा होइन पट भएर तिमी ब्युटी भएर दिदी क्युटी भएर बसमा डाइरेक्ट अब लाग्यो यो चाहिँ को हो देख्दिन त अँध्यारोमा आयो भन्दा हाम्रो केटाहरू पुरा डान्स लात्ती हेर साथी मेरो तिग्रामा हाने चाहिँ कसले लात्ती यो परो सन्देश खाप्ती बेहुलाको झ्याप्ले भाइ हेलो गाइस हेलो हेलो उहाँ त बेहुलीको बहिनी फाइनली हाई भन्नु हाम्रो यो चाहिँ बहिनी ठुला भन्दा गरी पो रहेछ त फाइनली हाम्रो कान्छीसँग भेट भयो होइन यिनीहरू चाहिँ मेरो पुनहरू हेलो हाई भन्नु व्यस्त मेरो चाहिँ हात भरेको यस्तो छ है एउटा बेला मात्रै हात भर्छ कति राम्रो बडो भाइ त बुढो बाजे फाइनली लाग्यो होइन नमस्ते ढोल बिहा हो कि कुन हो कि यस्तै Wake it out! Let's go, wake it out! Hello guys, school. School. Tarmal, hey, ke yaar? Awas deh, saya Sheula, मार गेले bro, तो ये लाली गुरास हरी मा तेरे बिना मैं क्या करूं वही यस्तो छ जिन्दगी चिनमा यो मन्दिर छ हेलो एभ्रिवान हेलो गाइज
गाडीले चाहिँ एभ्रिवान पार्दिन्छ हेलो एभ्री2 एकदम राम्रो मामा रक्क हेलो एभ्री2 एयरपोर्ट हाम्रो एयरपोर्ट खामखर्काको एयरपोर्ट एकदम राम्रो छ आउनुहोस् ट्राभल्स गर्नुहोस् भनेर सिरियल चाहिँ कमिला उडे जस्तै एउटै होइन हप्तामा एकपल्ट वर्षमा एकचोटि प्लेन आउँछ खोटाङको बिचमा हानौँ न हौ अस्ति यहाँनिर पोस्ट बनाएको थिएन होइन छिचिमिराहरू यता छ नि सुन्न भन्न छिचिमिरा यहाँ खामखर्काको फुटबल ग्राउन्ड क्या पछाडिदेखि नै देखिन्छ दुर्मुस र सुन्तलीको भन्दा ठुलो आइपुग्यो एयरपोर्ट देखाइदियो पल पछाडिबाट हामी सुटमा छौँ सुटिङमा यताबाटै हुटमा सुट लाएर बसेको छ यस्तो छ जिन्दगी सुट लाएरै यसको पत्ती भाँचेको छ अरे ख्याल कतिलो गाडी पो ल्याएन नि मर्ने गरी ठेकानै नहुने गरी अरू त सरसर गेट हो तपाईँले खिचिसकेको छ मलाई मैले यता फर्केर एयरपोर्टै नेरीबाट जाइन्छ भनेको होइन अनि अब हेर्नु न परबाट त छेउबाट गयो लडे एयरपोर्ट खामखर्के देखिएन उता बरले चाहिँ देखिएन केटा देखिएन उयोबाट देखिन्छ वै अब देखिन्छ खामखर्का ए 18 यो 18 जुगामा 18 केटा 81 बिग्रेको प्लेन राख्ने ठाउँ हो एयरपोर्टको छेउमै फाइनल्ली हल्लिएर दिमागबाट बनाउनु रहेछ आम्मो कत्रो हानो यार म्याकुरी तपाईँका मित्रहरू त कुदा हाम्रो बाजेको मिता बाजेको पुर्खा मिता भरे त केटीलाई त के जिस्काउने होला अरू त होइन अब तल ठुलो मामाले बाँधेर त्यो मान्छेहरू कि त्यसलाई गाली गर्दैन भोटाङ बजार है त्यो चाहिँ हाम्रो पहिलाको सदरमुकाम हो दिक्तेल चाहिँ कताबाट जान्छ दिगदेल त उता पञ्चायतबाट उता पो लाग्ने अनि यता खोटाङबाट जाँदैन यो त खोटाङ बजार
पानी हो फाइनली बरानी हुन थाल्यो होइन हाम्रो बेहुला साहब जुत्ता खोल्नुपर्छ बेहुला जुत्ता खोलौँ जुत्ता खालौँ बेला जुत्ता चाहिँ कसैले नहटाउनु जुत्ता लुगाएर म साथीमा लुगाइदिने हो यत्रो आफ्नो संस्कृति अब त्यहाँ माथि बस्नु यो चाहिँ हाम्रो रीतिरिवाज गाइजहरू यो कलश पूजा गर्नुहोस् हाम्रो पण्डितजी भन्ने छ बेहुलीको बाबुहरू यहाँ छल्लिनु भयो ठ्याक्कै आएर कायदा भएन आएको छ नि त नि डाँड्दै होइन माथि हामीलाई पर्सिना आन्टिनीहरू हुनुहुन्छ सबै आन्टिनीहरू सब पर्सिना हो यहाँ डल्लाले हान्न रेडी अवस्थामा होइन आन्टिनीहरू टाउको सुन अहिले मिल्दैन लुकाउँ जुत्ता लुकाउँ जुत्ता लुकाउनु भन्नु फेरि म जुत्ता लुकाउनुलाई नि लुकाइदिन्छु होइन जुत्ता अहिले फेरि भरे भयो जुत्ता लुकाउने कुरो हुँदैछ जुत्ता लुकाउनुलाई लुकाएछ त के हो यो जुत्ता गायब होइन जुत्ताको म्यानेजर चाहिँ हुनुहुन्छ जुत्ताको म्यानेजर जुत्ता सेफ यो चाहिँ एकदम स्वस्ति इन्द्रवीरता स्वस्ति विश्वदेव स्वस्ति अनिष्ट नियमित बृहस्पति ददातु अब तपाईँले त्यो अक्षता बेहुलालाई चट्टटीको लागि होइन अहिले जुत्ता चाहिँ भेला पार्नु दिने हो क्या छोड्ने जुत्ता लुकाउनु भन्दा सल्लाह दियो भने इन्द्र ईशमनको बिहे गरेका मान्छे यस्तो छन् के भन्नु घरमा गएको मान्छे हजुर जन्ती कोसिसकेर बरानी गर्ने हो जुत्ता दिउँदिने अब तपाईँले पर्सिदिनुहोस् अझै पर्सिन हालत कस्तो भयो त हालत बिल्कुल आँखामा हानिदिन्छ जन्तीले अब अवस्था खराब हो यहाँ त बेरेम जारी छ जति सक्नुहुन्छ भाका बलले हान्नु ढुङ्गाले नहान्नु होला माटोले नहान्नु होला हात जम्ला गर्नुहोस् खुसी बलले हान्नुहोस् ढुङ्गाले हाने पनि थापिन्छ हात थाप्नुहोस् यो हातमा अक्षता राख्नु फुलपाती सबै राख्नु ओम नमः आसनम समर्पयामि पाद्य समर्पयामि समर्पयामि रूपमार्गयामि दीपदर्शयामि नमस्कारमि अथ ससुरा दर्शनम गरिदिनु अब यो हामी जाउँ त बसौँ काम सक्यो नि त अब हाम्रो भाउजू हाम्रो रमन दादा मलाई क्यामेराम्यान पार नि त फेरि यसले क्यामेराम्यान यो गोदे पर्छ जस्तो
सबै संस्कृतिहरू सबै मिलाएर होइन देखाउनु पर्यो हामीले बुझौँ हाम्रा पुर्खाहरूले अझै बुझौँ पुर्खाहरूले होइन हामी पछिका पछिका पुर्खाहरू हुन्छ नि तिनीहरू अझै बुझौँ अझै हाम्रो संस्कृतिले पक्रिन समाउन् हामी पछिका पुर्खा भन्दैन जाओस् जाओस् के भनिन्छ हजुर हामी पछि यहाँभन्दा अहिले पुर्खा यहाँभन्दा हाम्रा छोराछोरी नाति नातिले हाम्रा छोराछोरी नाति नातिले सम्झिरहेको यसो गर्दा रहेछन् बाबुहरूले भन्नु हाम्रा पुर्खा यही गर्नुपर्छ सुरु भयो छाता कहाँ छ छाता छाता त गाडीमा सबै बिर्सेर लाइभ होइन अरे सम्धि मजाले घुम्नु तपाईँ पनि यस्तो मान्छे हुनुहुन्छ मलाई पनि भइगयो नि त्यति भयो के ए यो चाहिँ रमेश हेलो एभ्रिवान नमस्कार बरानीको ठहर राख्नु छल